हेलो गाइस, नमस्ते। वेलकम टू माई न्यू ब्लग। अनि आज चाहिँ चुनाव होइन, म भोट हाल्न जान आँटेको छु। मेरो आइडी कार्डहरू सबै होइन सबै धरामै छ। म भोट दिन जाँदैछु। मलाई लाज लाग्यो गाइस, कस्तो घाँटी दुखिरहेछ। गाइस म बिरामी कति धेरै हुन्छु क्या। म आफैलाई टुवा पर्छु, म आफै छक्क पर्छु। गाइस म गाडी आउँछ भनेर म 10 बजे गाडी आउँछ भनेर म 10 बजे आएर चोकमा बसेको। अहिले 11:30 लगभग हुन आँट्यो, गाडी अहिलेसम्म आएको छैन। धन्यवाद दिदी आउनुभयो मलाई कम्पनी दिन। हेलो, म यतिसम्म बेरोजगारी भइसक्यो नि आज, मलाई मात्र थाहा छ। 1 घन्टा हुन आँटिसक्यो, भइसक्यो। 1 घन्टा पनि धेर भइसक्यो, अझैसम्म गाडी आएको छैन। फोन गऱ्यो आउँदैछ न, कहाँ आइपुग्यो गाडी अझैसम्म थाहा छैन। गाइस फाइनली गाडी इटरीबाट हिँड्यो। यत्रो अवस्था कस्तो अनुभव भइरहेको छ दिदी? वक्त लागिसक्यो हौ, छ्या आइपुग्नै आँटेन। बल्ल बल्ल अब हिँड्यो। म त बस्दा बस्दा गलिसक्यो। हामी भिआइपी हो आजको लागि। ठेला आउँदैछ, ठेला ठेला। हेलो स्नेहा, हेलो। हामी भोट दिइसक्यौँ होइन, भोट मासु भात खायो अनि हामी अहिले गाडीमा बसिरहेको छौँ। हेलो हेलो, कस्तो भयो त मासु भात? डेढ खाएर बोली नै निक्लिन त आँटेन यिनीहरूको। चाहिँ अर्किहाल्नु के छ? कस्तो थियो त मासु भात? मासु नै मासु। मैले भोट दिएँ है, प्रमाण यहाँ छ। फर्स्ट भोट मेरो पनि छ। फर्स्ट भोट तेरो पनि देखाइदे। प्रमाण भनेको प्रणाम भने यस्तै गयो आजको दिन। होप तपाईँहरूलाई यो भिडियो राम्रो लाग्छ। भिडियोलाई अन्तिमसम्म हेरेर लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गर्नु। अनि भिडियो तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। हस् त, बाई बाई।